हेलो साथीहरू सम्पूर्णमा नमस्ते। म चाहिँ आज इस्कुसको मुन्टाको सब्जी बनाउन लागिरहेको छु। इस्कुसको मुन्टा चाहिँ पहाडदेखि पठाइदिनु भएको थियो अनि यो चाहिँ धेरै दिन भएकोले ओइलाइसकेको छ। त्यसैले केलाउनलाई एकदमै अप्ठ्यारो भइरहेको छ मलाई चाहिँ। अनि अब यो कसरी केलाउने खासै थाहा नभएर यो अब जस्तो तस्तै हालिदिरहेको छु म चाहिँ। अब यो सबै खाने नै होला भनेर ड्याङडुङ केलाउँदै हाल्दैछु। केलाउन चाहिँ अलिकति अप्ठ्यारो भइरहेको छ ओइलाएकोले। नओइलाको भए चाहिँ सजिलो हुन्थ्यो केलाउनको लागि। मैले चाहिँ यहाँ ड्याङडुङ छिटो केलाउँदै लगाउँदैछु भाँडामा। अब यसरी नै त होला केलाउने, फर्सीको मुन्टा जस्तै गरेर। अनि यति केलाइसकेपछि चाहिँ हामी चाहिँ खाने 3 जना छौँ यहाँ, त्यसैले म थोरै नै केलाउँछु अलिकति। ल यति केलाइसकेपछि अब चाहिँ म यसलाई धुन लगेँ। ल देख्दा चाहिँ थोरै भएको छ, केलाउँदा यताउता गर्दाखेरि थोरै भएको छ। यति भयो भने हामी 3 जनालाई पुगिहाल्छ। यसलाई चाहिँ मैले धोइ पखाली गरेर एउटा भाँडामा राख्छु। अनि फेरि त्यो भाँडाबाट पनि धुएर 2-3 चोटि धुएर यसलाई चाहिँ मैले अगाडि नै पनि धोइसकेको थिएँ। अनि यसलाई चाहिँ 2 चोटि मात्र धोएँ। अब यति धोइसकेपछि यो चाहिँ पकाउनलाई रेडी भइसकेको छ। अब म यसमा यहाँ चाहिँ मैले खाना बनाइसकेको छु अनि स्विच अफ गरेँ। अब यहाँ लसुन, यसमा पड्काउनको लागि लसुन धुँदैछु। लसुनलाई चाहिँ सिलौटामा लगेर टक्क गरेर कुच्याइदिन्छु। यो कुच्याएको चाहिँ अलि तेलमा झान्ने हो। अब म ग्यास बाल्छु। ग्यास बालेर कराई बसाएँ। कराई तातिएपछि अनि तेल लगाउँछु। यहाँ चाहिँ म एक्लै छु। अनि यहाँ चाहिँ अम्बकहरू छ, कमला छत चाहिँ पुरै लेउ लागिरहेछ पानी परेर। आजको बाहिरको मौसम चाहिँ एकदमै शीतल छ। कराई तातिसकेको हुनाले मैले चाहिँ यसमा तेल लगाएँ थोरै। अनि के भन्छ यसलाई, मेथी लगाएँ। अनि यसमा चाहिँ अघि कुच्याएको लसुनलाई चाहिँ यहाँनिर पड्काइदिन्छु। लसुन लगाइसकेपछि सिलौटालाई धोइ पखाली गरेर छोपिदिएँ। अब यसलाई चाहिँ टाकटुक चलाएर अनि साग लगाइदिन्छु। अब साग मुन्टा लगाइदिन्छु। अनि मुन्टालाई चाहिँ एकछिन पार्लाक पुर्लुक बनाएर चलाइदिन्छु। त्यसपछि यो अहिले पाक्छ। अनि यहाँ चाहिँ मेरो मासु पनि रेडी भइसकेको छ, लोकल कुखुराको मासु। बाई बाई।